हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सबैजनालाई नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला होइन। म पनि सन्चै छु। हिजो चाहिँ म बिरामी थिएँ अनि त्यही भएर ब्लग पनि बनाइनँ, भिडियो गरिनँ। अनि त्यहाँदेखि आज चाहिँ यसो बनाऊँ कि अलिक बिरामी निको भयो जस्तो लाग्यो, त्यही भएर आज चाहिँ अलिक बनाऊँ कि जस्तो लागेर म आइसकेको छु तपाईँहरूको। आज चाहिँ ढिलो उठेको थिएँ क्या, 9:30तिर उठेको भाइ म अनि अर्को पनि भाइ, दुईजना भाइ छ नि त मेरो। अनि दुईजना भाइ अनि म मात्र छु। बहिनी पनि कहाँ गयो, पर घर गयो कि कता गयो थाहा छैन। अनि त्यस पछाडि खाना खाइसकेको छु होइन। कपाल कोरिसकेर चाहिँ म आज मेरो कोठा अलिअलि सफा गर्नुपर्नेछ, अलिअलि भन्दा पनि पुरै सफा गर्नुपर्नेछ। अनि त्यहाँनिर चाहिँ अलिअलि पत्रिका टाँसेको थियो अस्ति, अनि आज चाहिँ सफा गर्नुपर्नेछ। म कपाल कोरिसकेर आउँछु, कपाल कोरिसकेको छु होइन। अनि त्यस पछाडि म चाहिँ अहिले कुच्चो खोज्दैछु, कोठासम्म पार्नुपर्ने छ नि त। खोज्दैछु, कहाँ छ कुच्चै थाहा छैन। कुच्चो चाहिँ यहाँ रहेछ। अनि अब सबैजना जान्छ माथि, दुईवटा भाइ पनि जान्छ। जाउँ नि माथि, छिटो आइहालेँ दुवैजना। अनि म चाहिँ माथि गएँ। हाम्रो फुल चाहिँ एकदम राम्रो फुलिरहेछ होइन, यहाँनिर चाहिँ यस्तो फुलिरहेछ। मेरो कोठामा चाहिँ बत्ती नै रहेन रहेछ यहाँनिर। अब बत्ती हाल्छु म। यहाँनिर चाहिँ बत्ती छ नि त। यसलाई निकालेर अब चाहिँ मैले बत्ती पनि हालिसकेँ यहाँ। अनि त्यहाँदेखि मेरो कोठाको हालत चाहिँ एकचोटि हेर्नुहोस्, यस्तो छ कोठा होइन। यता चाहिँ अलिअलि मात्र पत्रिका टाँसेको छ, अनि यता टाँसेको छ अलिअलि, यता डल्लै बाँकी छ पत्रिका टाँस्नु। अनि लुगाको खै के हो यो थुप्रो होइन। अनि यस्तो छ। अब यहाँ चाहिँ काम गर्नुपर्ने छ। मैले चाहिँ अलिक ठुलो बोल लिएर आउनु पऱ्यो क्या, यो साह्रै सानो भयो होइन। सानो बोल भयो, अब अलिक ठुलो लिएर आउनु पऱ्यो। ठुलो बोल चाहिँ यता किचनमा झुल्याएको छ। अब यो निकालेर माथिपट्टि लानुपर्ने छ, निकाल्नु पर्ने छ। मैले चाहिँ बोल पनि निकालिसकेको छु होइन। अब यो बोल लगेर माथि लाउनु पर्ने छ बत्ती। अनि यहाँनिर चाहिँ यति सानो मात्र बोल छ नि त, अब यो लगाउने। मैले चाहिँ बोल पनि लगाइसकेको छु, बलि पनि सकेको छ। अब चाहिँ हेर्नुहोस् मेरो कोठाको हालत कस्तो छ तपाईँहरूले। मेरो क्यामेरामा भिडियो छ होइन, भाइले राखेको छु, नाङ्गै छ, गर्मी छ नि त, अनि पसिना पनि नस्ताइरहेको छ। अनि अब चाहिँ मेरो क्यामेरामा थाहै हुनेछ, अनि तपाईँलाई देखाउने छु कस्तो छ। मेरो पत्रिका पो अस्ति च्यातिदिएछ यहाँ। मैले यहाँ झ्याल थियो, मैले यहाँ टालेको छु झ्याल पनि होइन। अनि अब यतापट्टि चाहिँ लिपेको थियो, यो सुकिसकेछ। अनि यता लिपेको थियो, सुकिसकेछ। अनि यता उँधो चाहिँ टालेको थिएँ। अनि अब क्यामेराम्यानले भाइ हो मेरो झोला चाहिँ अस्ति मैले एउटा छ्यामाहरूकोबाट आएर के राखेको थिएँ। छिटो राखिरहेछ न।
हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार अर्काको देशमा लैलै सम्झनाको नि मैलै सयपत्री फुलेको आँगन रातो अक्षता चमरा लगाई यता मेरो आँसुको धारा उता होलान् रातै तिनी धारा उता होलान् रातै तिनी धारा लायो गाईलाई बाटो भरि आँखा तिफैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पक्कै आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार भर्यो नि संसार उता होलान् रातै दिनी धारा वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड
खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार अर्काको देशमा लैलै सम्झनाको नि मैलै सयपत्री फुलेको आँगन रातो अक्षता जमरा लगाई यता मेरो आँसुको धारा उता होलान् रातै तिनी धारा उता होलान् रातै तिनी धारा सफा चाहिँ बनाइसकेको छैन अब लिपिसकेर अनि त्यस पछाडि यहाँको सबै सामानहरू हटाइसकेको छु यतिको चाहिँ भइसकेको छ अब यसले सुक्न दिनुपर्छ एकछिन अनि सुकेपछि म फेरि देखाउने छु तपाईँहरूलाई माथि कतिको सुक्यो हेर्नु जाँदैछु होइन यहाँनिर हाम्रो चाहिँ एउटा फुल चाहिँ राम्रो फुलेको छ होइन हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ अनि यहाँ नि फुलेको छ क्या इस त्यो तल पनि फुलेको छ त्यहाँ पनि अब चाहिँ म देखाइदिन्छु यता चाहिँ सुक्दै रहेछ इस अघि कस्तो थियो अहिले अलिक अर्कै भइरहेको छैन अलिक फाल्टै अब मेरो चाहिँ हाम्रो मम्मीको फोटो पनि छ अनि म यहाँनिर फोटो लिएर झुक्ट्याउँछु यहाँनिर चाहिँ फोटो थियो कि अघि नै मेरो मम्मीको फोटो खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार यो फोटो चाहिँ यहाँ झुन्ड्याएको छ अनि एउटा फोटो चाहिँ यहाँ छ होइन यो चाहिँ जस्तो मम्मीको बर्थडेमा मैले दिएको फोटो अनि यो फोटो चाहिँ अगाडि नै थियो यो फोटो चाहिँ यहाँनिर अनि फेरि अर्को पनि फोटो छ अब दुईवटा जति यहाँ एउटा छ बाबा र मम्मीको फोटो छ यहाँनिर चाहिँ होइन यहाँ चाहिँ मेरो फोटो पनि छ भाइ भाइ यो फोटो चाहिँ हामीले काठमै घरमै बनाएको क्या यो फोटो होस् यो फोटो यस्तो पालो छ कहाँ झुन्ड्यामा नि यहाँ त अर्को फोटो छ फुलेको आँगन रातो अक्षता जमरा लगाई यता मेरो आँसुको धारा उता होलान् रातै तिनी धारा
बाटोभरि आँखा तिफैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पक्कै आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार खुसीले सारा भर्यो नि संसार पुता होलान् रातै दिनी धारा मेडलहरू छ मैले यहाँनिर नलिकन यहाँ त्यतिकै राखेको छु होइन अब यो चाहिँ धुनु लगाउने होइन तल लगेर दादालाई धुनु होइन जा दादाले यो धोइदिनु अरे भन् दादालाई यो धोइदिनु राम्रो धोइदिनु अरे भन् ल एउटा फोटो चाहिँ कहाँ हिजो यहीँनिर थियो कहाँ गयो मैले त्यो फोटो भेटाइसकेको छु होइन गाइस यहाँनिर रहेछ यो फोटो अघिदेखि मैले खोज्दै थिएँ माथि गएर ल्याएको हो नि त यो फोटो यहाँनिर रहेछ यो फोटो चाहिँ अब माथि लगेर राख्ने यो फोटो चाहिँ यहाँनिर ठोक्नु पर्ने क्या एउटा यहाँनिर नि अट्ने रहेछ एउटा काटीले नै उतानिर बाहिर छ हे तर एकै ठाउँ भयो नि धेरै फोटो यो फोटोलाई चाहिँ यता राखेको छु यो फोटोलाई चाहिँ तर यो अझै छेक्किनु रहेछ यो फोटो अर्काको देशमा लैलै सम्झनाको नि मैलै सयपत्री फुलेको आँगन रातो अक्षता चमरा यता मेरो आँसुको धारा कुता होलान् रातै दिनी धारा धेरै भइसक्यो नि त लामो भइसक्यो जस्तो लागेको मलाई यहाँसम्म हेर्नु भएको छ भने लाइक कमेन्ट गरेर गरिदिनु होला होइन